हेलो गाइस, गुड मर्निङ। सो म चाहिँ माइत घर आइपुगिसकेको छु। हिजोको ब्लग चाहिँ राति बेसी भएर चाहिँ मैले देखाएन हैन। आज चाहिँ फेरि बिहान एकदम स्टार्ट गर्दैछु। बिहानै यहाँनिर चाहिँ मेरो चाहिँ भाइको घर हो। अनि म चाहिँ भर्खर उठेर मुख पनि धोएको छैन, अब मुख धुन्छु हैन। अनि यहाँबाट हाम्रो भइरहेको छ, वेदर यस्तो भइरहेको छ। उयो तल नानीहरू ऱ्याकेट खेलिरहेछ। यहाँनिर कुकुर हेरिहाल्ने कसको। यो चाहिँ मेरो भाइको घर। यहाँ नै गाइस दाउरा चाहिँ यसरी राख्थ्यो। पहिला मैले पनि यसरी राख्थेँ। पहिला म बिहा नहुँदाखेरि, बिहा भएर त अहिले त त्यस्तो। साथीहरू कुखुरा हेर्नु न, आम्म कति बिग्न रहेछ। यसबाट मलाई कतिवटा दिन्छस् अरे भाइ? 8वटा जस्तो। 8वटा जस्तो चाहिँ मैले लानुपर्ने, पाल्नुपर्ने। अनि यिनीहरू आउँदाखेरि मैले त्यही पकाएर दिनुपर्ने गाइस। कपालहरू खै तेलहरू लगाएको? ठिकै छ हौ, तेल पो लाउनु। कस्तो डरक्क भइरहेको छ। अलिक पातला काट न। कपाल कस्तो काटेको? जाडो हुँदैन भित्रबाट? के लगाइस्? भेस्ट लगा लगाएको त। अन्त केही न केही भन्छस् न। यो स्कुल जानु रेडी भइसक्यो। ब्लगलाई धेरै हेर्दिनु होला। प्लिज भनेर खोर्सानी रोप्नुपर्ने गाइस। अहिले भएर यो घर चाहिँ हाम्रो पहिला उहिलेको बाजे होइन, बोजूहरूकोदेखिको हो यो घर। तर मेरो पापाले चाहिँ भत्काउनै मान्नुहुँदैन नि त, त्यसले गर्दा यतिकै छ होइन। अब भोलि पर्सि भाइहरूले गर्छ होला। यी दाउरा यसरी काटेर राख्छ। यहाँ हेर्नु, यहाँ हाम्रो चाहिँ यो चिन्डो हुन्छ नि। यो घर चाहिँ, यो चाहिँ हाम्रो भाइ सानो सबभन्दा। यो खोर्सानीको बिजन। सो गाइस, हामी चिया खानु आएको यहाँ पापा बसिरहेको छ। पाकेकै छैन चिया त। उहाँ र पापा हेरिहाल्नु हो। बिहानै उठेर पनि दुध दुहेर पनि आएर पनि यहाँ बसिरहनु भएको छ। आयो मटरको घाँस एकछिन न, म पनि जान्छु नि उयो गर्नु। मटर हेर्नु यहाँनिर घोङ्गो पालै राख्छ। अहिले चाहिँ कस्तो भइरहेको छ भन्नु त, यो बाटोहरू खनेकोले गर्दाखेरि एकदम हेर्नु न। अब पहिला चाहिँ यहाँनिर एकदम हरियो फलिरहेको हुन्थ्यो हो सबै कुरो। अब म मुखै नधोए भए पनि मेरो बोजूलाई भेटेर आउँछु गाइस, किनभने बिचारा पिपीलाई भेटेर आउँछु। यहाँ हेर्नु सुँगुर कत्रो भइरहेको छ। खोर्सानीको बिजन कसैलाई चाहियो भने भन्नुहोस् है गाइस। अब चाहिँ यहाँबाट म खोर्सानीको बिजन सप्लाई गर्नु आँटेको छु। ओइ तँलाई त मैले मटर हेर्नु कस्तो फलेको छ, हेर्नु त। लु यत्तिको मटर फलिदियो भने त। यहाँ चाहिँ 1-2 दिन बस्ने भनेको म चाहिँ हो। तर अब हेर्नुपर्छ, खोर्सानी रोप्नु पर्ने। अदुवा यसरी राख्छ हो। म आएको थाहा पायो राति। यहाँ चाहिँ हाम्रो बोजू पापाको आमा। यहाँ चुला ल डके। म मुख नदिएको त, मुख धोएर आउँछु। खै विशाल, यो पनि पहिलाको घरै हो हाम्रो अन्तरी आमा चाहिँ हो। चिया खायो? दुध ल्याएन? दुध त धुकै छैन। पापा त भर्खर उठेको आज। हजुर म हिजो चुला कोठा। यो चाहिँ एकदम पुरानो भन्दा पनि एकदम पुरानो हाम्रो चुच्चुहरूको पालो है। खाना खान आँटेको हामी चाहिँ। सब्जी खोला न नानी, सब्जी पकाउने चाहिँ यता आज दिनभरि चाहिँ काम गऱ्यो होइन हामीले चाहिँ। आजको लागि चाहिँ यति नै। सो फेरि भोलि भेटौँला अर्को ब्लगमा। सो बाई बाई। उहाँ पर हेर्नु चौरे।